प्रधानमन्त्री बालेन्द्र शाहको टाइम रेभोल्युसनले सिंहदरबारमै देखियो अनुशासन। बिहान 8 बजेदेखि नै कर्मचारीहरूको उपस्थिति र चहल पहल। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले लागू गरेको नयाँ समय तालिकासँगै सिंहदरबार लगायतका सरकारी कार्यालयहरूमा बिहान 8 बजेदेखि नै कर्मचारीहरूको उपस्थिति र चहल पहल देखिन थालेको छ। सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय 9 देखि 5 बजे कायम गर्ने। सरकारले कार्यालय समय बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म निर्धारण गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयास थालेको हो। नयाँ व्यवस्थासँगै सरकारी निकायहरूमा ढिलासुस्ती घट्ने र सेवाग्राहीहरूले समयमै सेवा पाउने अपेक्षा गरिएको छ। विगतमा कार्यालय समयमा अनुशासन र सेवा प्रवाहलाई लिएर उठ्दै आएको प्रश्नहरूलाई सम्बोधन गर्ने दिशामा यो कदम प्रभावकारी देखिएको छ।